स्वागत छ। आजको यो भिडियो ब्लग मध्य प्रदेशको सिराहा जिल्लाको कल्याणपुर जबदीदेखि मिर्चियासम्मको यो भिडियो ब्लग रहेको छ। साथियो, मैले कल्याणपुर जबदीदेखि कल्याणपुर जाने क्रममा यो आफ्नो बाइकमा मोबाइल लिएर यो भिडियो रेकर्ड गर्न पुगेको छु। साथियो, कल्याणपुरदेखि मिर्चियासम्म जाने क्रममा यहाँ विभिन्न ठाउँहरू आउने गर्छ। जस्तै कि यो हो कल्याणपुर जबदी र कल्याणपुर जबदी अब ठ्याक्क जुन एउटा प्रवेशद्वार आउँछ त्योभन्दा बायाँतर्फ जानुहुन्छ भने छोटकी टोल माझाउ गाउँ छ र त्यसपछि यो माझाउ गाउँ टपेपछि डुम्री गाउँ आउँछ र डुम्री गाउँ टपेपछि राघवपुर र राघवपुर गाउँ टपेपछि बलुवा टोल र बलुवा टोलपछि एउटा नदी आउँछ जुन नदीको नाम छ बतहा नदी र त्यो नदी टपेर मिर्चिया आउँछ। साथी, हजुरहरूलाई यो भिडियो मन परेमा भिडियोलाई लाइक र सेयर अवश्य गर्नुहोला। साथै यो भिडियो हजुर कहाँबाट देख्दै हुनुहुन्छ? हाम्रो नेपालबाटै देख्दै हुनुहुन्छ भने कुन ठाउँबाट र विदेशबाट देख्दै हुनुहुन्छ भने कुन देशबाट देख्दै हुनुहुन्छ? मैले एक ठाउँबाट अर्को ठाउँ जाने क्रममा प्राय गरेर भिडियो बनाइरहेको छु। साथी, हरेक व्यक्तिले हरेक ठाउँ देखेको हुन सक्दैन र अहिले सोसल मिडिया सामाजिक सञ्जाल भएकै कारणले गर्दा आफू घरमा बसी कुन ठाउँ कस्तो छ, कहाँको बाटो कस्तो छ, कुन ठाउँ कसरी गइन्छ भन्ने कुरो अहिले सामाजिक सञ्जालको माध्यमबाट जानकारी पाउन सक्छ। त्यसै कारणले गर्दा मैले जुन ठाउँ जान्छु त्यो ठाउँ त म आफू जान्छु कुनै कामले र जाने क्रममा आफ्नै मोबाइलले यो भिडियो पनि रेकर्ड गर्छु र त्यसलाई म अपलोड गर्ने गर्दछु। हजुरहरूको विचारमा के यस्तो भिडियो बनाउनु राम्रो हो त? यदि राम्रो हो भने अझ मैले यसमा के सुधार गर्नुपर्ने हो त? हजुरहरूलाई यो भिडियो हेर्दा कतिको राम्रो लाग्छ, कतिको उपयोगी लाग्छ, कतिको जानकारी लाग्छ? हजुरहरूले यस्ता कुराहरू कमेन्ट बक्समा लेखिदिनुहुन्छ भने राम्रो हुन्छ। साथै यदि हजुरहरूलाई यस भिडियोको बारेमा, यस गाउँका बारेमा अझ बढी जानकारी छ भने कमेन्टमा लेख्नुहोस्। किनभने साथी, अब यदि हजुरलाई यो गाउँको बारेमा जानकारी छ भने टक्क कमेन्ट बक्समा लेखिदिएपछि जो व्यक्तिले यो गाउँ ठाउँ हेरेको छैन र उहाँले यदि यो भिडियो देखिराख्नु भइरहेछ भने उहाँलाई यस भिडियोको बारेमा अझ बढी जानकारी लिनुपर्ने हुन्छ। जान्नुपर्ने भएमा उहाँले कमेन्ट बक्समा अवश्य गएर हेर्नुहुन्छ र उहाँलाई जानकारी हुन्छ। त्यस कारणले गर्दा ज्ञान हुनु राम्रो कुरो हो, तर आफ्नो ज्ञानलाई सेयर गर्नु होला। हजुरलाई जानकारी केही छ भने यस भिडियोको बारेमा कमेन्ट बक्समा अवश्य लेख्नुहोला। भिडियो अन्तिमसम्म हेर्नुहुन्छ भने ठ्याक्कै मिर्चियासम्म जान सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेर्नुहोला। धन्यवाद।